आज निकै सिरियस पो देखिनुहुन्छ त। अब हेर माइला दसैँ पनि आइसक्यो, कसरी दसैँ मान्ने हो, पैसा पनि छँदै छैन। अब यसो पैसा सापट्टि दिन्छ कि भनेर तेरोमा जान लाथेँ, अब बाटैमा आइहालिस्, यसो सापट्टि दिन्छस् होइन? अब हुन त काकाको पनि घरमा कोही छैन के अरे, छोराछोरीहरू पनि खै केही वास्ता व्यस्ता छैन। हुन त ठिकै हो, दुःखै नै पाउनु भएको छ नि काकाले। हुन त काकाले भनेको कुरा पनि सही हो, तर हामीसँग पनि पैसा भएको कहाँ यसरी बस्थ्यौँ र? हो नि त दाइ, हामीसँग नि टन्न पैसा भए हामी पनि त लङ्गुरटामा गइहाल्थ्यौँ नि, कहाँ यसरी बसिरहन्थ्यौँ। जाऊ अब ढिला भइसक्यो। हो दाजु छ। जानु पर्ने यता गएछु यिनीहरूकै कुरा यसले गरेर खान्न, मलाई पहिले थाहा छ। यसले भोलि पर्सि ज्वाइँलाई लगेर दियो भने पनि यसले भर बिगार्छ। ल हेर बिहानदेखिको फोहोर बढाएको छैन। ल हेर है, खालि मैले मात्रै गर्नुपर्ने। हेर कठैबाट ल नौरथाको टाइम छ। हेर कति घरमा 8-9 घरमा जानु छ, अब पूजा गर्नु छ, जमरा राखिदिनु छ, पानी पूजा गरिदिनु पर्यो। यस बेलासम्म न बढाएर छ न पानी ल्याएको छ, चोखो पानी आफ्नो घरमा नराखिकन अन्त राख्न पाइएन। यो त मोबाइल खेलाउन जाने बित्छे मलाई त। हेर सारा संसार मैले गर्नुपर्ने हो। गाडीसम्म म चोखो पानी ल्याउँछु, जापानी घरले। नरिसाउ है बा, छिटो गर न बा। हेर नअगाडिनु हुने, छिटो गर है छोरी। धक्क पार म अहिले राखेर अन्त हिँड्नु छ है छोरी। नारायण परमात्मा ईश्वर भगवान्, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। नमस्कार। होइन रुद्र बाबु, तपाईँलाई गाउँमा नदेखे धेरै भयो, कता जानुभएको थियो? म विदेशतिर गएको थिएँ बा। ए विदेश गएको भएर पो रहेछ यहाँ नदेखेको। अनि दसैँलाई छुट्टीमा आउनुभएको? अनि दसैँमा आउँदा त निकै कमाइ पनि त सस्तै गर्नु उता राम्रो कमाइ घर केयरमा बा, यता हरियो छ, त्यस्तै हो बा, लाग्यो म। ल ल ल, दसैँ राम्रोसँग शुभकामना। दसैँ आइसक्यो, यस विषयमा केही सोच्नु भएको छ हजुरले? यो दसैँ आइसक्यो भन्ने कुरा त मलाई पनि थाहा छ नि, यो कुरा तैँले भनिराख्नुपर्छ। मलाई साडी चाहिएको थियो, छोराछोरीहरूलाई लुगा किन्नु पर्ने, यस विषयमा चाहिँ सोच्नु भएको छैन हजुरले? बाबा यो कानुन भनेको के हो? खोइ छोरी, कानुन भने के हो के हो? नुन भन्ने त सुनेको थिएँ, कानुन भने नेताहरूलाई सोध्नु पर्ला छोरी। संविधान भने चाहिँ के हो? खोइ छोरो, धानको बारेमा त म एक भनिदिन्थेँ, यो संविधान भने के हो थाहा छैन छोरो। दसैँमा मामा घर जानको लागि मसँग लुगा पनि छैन, मलाई घागर चाहिन्छ है। बा मलाई ज्वारीकोट चाहिन्छ है। ए तिमीहरूलाई मैले ज्वारीकोट पनि किनिदिन सकिनँ है। यो वर्ष पैसा छैन, अर्को वर्ष दसैँमा हारौँला है। हुँदैन हुँदैन। के गर्नु त, पैसा छैन, भोक पनि लागिसक्यो। ए बुढी, मिठो खानेकुरा बना। सक्दिनँ म आफै बनाएर खानु। अरूको घरमा चाहिँ दसैँ आउँछ, हाम्रो घरमा चाहिँ जहिले नि दसैँ। के गर्नु, पैसा भइदियो भए त सुनले पुर्दिनु हुन्थ्यो नि। तिमीहरूलाई पनि कपडा नकिनिदिने मन हो र मलाई। के गर्नु, पैसा छैन। बा म मामा घरै च्याट्टे पाइरहेको त। बा मेरो पनि यो बाइक अरू लुगै छैन। चिन्ता नगरा हो, यो पालि त्यस्तै भयो। अर्को पालि दसैँमा कपडा किनिदिने बारेमा सोचौँला।
न तिमीले। नमस्कार है हर्के काका। नमस्कार नमस्कार। म चाहिँ टपरी प्रसादको भतिज के त जुमा घुमाएर तपाईँलाई प्रचण्डले फोन गर्नुभएको थियो रे। गरेको थिएँ। ओ त्यही भएर मलाई चाहिँ टपरी प्रसाद काकाले तपाईँलाई भेट्न पठाउनु भएको जुमा घुमाएर। काकाको त ठुलो पहुँच छ नि माथितिर। हो रहेछ, केही भएर मलाई प्रचण्डले नै फोन गरेको थिए। हो नि त काका। जाउँ भित्रै गएर चिया खाएर कुरा गरौँ। ल ल हुन्छ काका, जुमा घुमाएर भित्रै बसेर चिया खाँदै कुरा गरौँ न त। मेरो भतिज, मैले प्रचण्ड भनेर ती सबैलाई मैले भनेको छु। तँ चाहिँ बुढा दक्षका पनि जा, अर्के ध्रुवेका पनि जा, सबैका गएर मेरो बारेमा कुरा गर। बुझिस् होइन? हुन्छ काका, जुमा घुमाएर तपाईँले भने यति नगर्ने त कुरै छैन यो भतिजले जुमा घुमाएर। तिनीहरूबाट सबैबाट अलिअलि लिएपछि मजाले मानिन्छ नि होइन? जुमा घुमाएर सही कुरो गर्नु हो काका। मासु त खानुपर्छ है यसपालिको दसैँमा जुमा घुमाएर। अब मासुको त कुरै नगर्नु, यो खड्काला भनिराखिदिन्छु नि, त जित्दै खा। अहिले गइहाल्नु जा। ल ल काका, जुमा अब आफ्नो त दसैँ रमाइलो छ बित्ने भयो, लागे म पनि। वडा अध्यक्षज्यू नमस्कार। जुमा घुमाएर नमस्कार नमस्कार। आरामै आरामै छ। मैले चिन नि के कामले आयो? हत्तेरी जुमा घुमाएर म त्यो टपरी प्रसादको भतिजा के त वडा अध्यक्षज्यू। टपरी प्रसादको भतिज त चिने मैले। के भन्न आयो त्यो भन न। मलाई टपरी काकाले भेट्न पठाउनु भएको क्या वडा अध्यक्षज्यू? कुरो त्यही त हो जुमा घुमाएर। धुन्धुकारीको सन्तान हो, कुरो बुझेँ मैले। म त्यहीँ होला खाना खाएर। ल ल वडा अध्यक्षज्यू नमस्कार। जुमा घुमाएर त्यतै आउनु होला। अलिक फटाफट गरौँ। भन मालिक भन। अब कहिले कहाँ गरौँ यार, यार कहाँ भोला चुरो हुने भयो। मैले त कोटाएको छैन नि। विदेशबाट टन्न पैसा कमाएर ल्याएको भनेर बुझेर आउनुहोस् त। साब एउटा 1000 पनि पठाएर सक्नुहोस्। ल फुर्को पटा। धेरै खिसी गरेर नबोल, 1000को कुरो नगर। घरबाट के म लान चाहिँ ल्याएर राखिदेऊ त। विदेशबाट गएर घर त हामी त दिदी क्या हो। धेरै घरको पूजाको खुर्ती नलगा, पुरुखकै सहरमा बोल्टाक त। होइन यो पैसा दिएर त पैसै नभए त खेल्न आएको हो र। ल ल 100 रुपियाँ पुगेन अर्को के भन्छ? ल ल ल ल प्याग्ने मैले हेर्न सकिएन जस्तो छैन। अहिले पनि प्याक्दियो। मैले त्यही प्याग्ने साथी हो। ए पक रुद्रे पैसा नसोध यहाँ हेर। ले पैसा त यता पो त कहाँ त्यता हुन्छ। ए ल हाम्रो पालोमा त खेल्थ्यो बाबु त। अहिले बाबुमा त के खेल्यो म त कुरै बुझ्न छैन। ताजै खेल्यो त बाबु। कोही भए त्यसै भन्दा र त। तपाईँको बारेमा गाउँमा नराम्रो कुरा काटिरहेका छन्। ए मेरो बारेमा नराम्रो कुरा काट्ने? पक्कै पनि त्यो टपरी प्रसादको काम होला होइन? त्यसमा टपरी घुमास त रोइ त्यो घुमाइदिन्छु। अनि तँलाई कति लुगा हालिदिने हँ? अब यसपालि तस्बिर यही लायो भएको यो नयाँ नै छ नि, अस्ति मात्रै किन्ने होइन? यो पर्खिँदै होइन, पर्दछको हुँदैन म त। ए तँलाई यो लुगा नभए मेरो धोती लाएर बस, अब त हुन्छ नि। ए बा यसपालि दसैँमा खसी काट्ने होइन भने मासु नआएको दसैँ त दसैँ नै हुँदैन नि। तँलाई मासु खान पाए मात्रै दसैँ हुन्छ? अनि यत्रो बडा भइसकिस्, 2 पैसा कमाउनु छैन,
यसो इलम केही गर्नु छैन अनि कमाएर ल्याएर यो चाहिँ मेरो खल्तीमा खस्ता हाल्छ अनि यत्रो खसी लिएर आएर दसैँ मानौँला नि। म त्यहाँ बजारसम्म पुगेर आउँछु बस है। सक्दिनँ म, आफूलाई दसैँ आइसक्यो, न लुगा छ न जुत्ता छ न मोजा छ, केही छैन। मलाई लुगा किन्दिनँ होइन भने ए बाबा होइन यही लुगा भयो भइगयो नि, पोहोर दसैँमा हाले होइन नयाँ नै छ नि। हुँदैन, यो पोहोर दसैँको लुगा नि लाउँछु त म। यसो गर्दा नि हुँदैन, उसो गर्दा नि हुँदैन। मलाई त यसपालिको दसैँमा लुगा किनिदिनै पर्छ। बढी कुरा नगर, म एकपल्ट बजार गएर आउँछु अनि बाउ छोरा बसेर के गर्नुपर्छ त्यही बेला बनाउनु, बुझिस्? के छ दाइ हजुरको खबर? ठिक छ बहिनी, तिम्रो के छ नि? हाम्रो यस्तै हो दाइ, दसैँ होइन दशा लागिरहेछ। मेरो पनि त्यही भरि बिजोग हो नि बहिनी। राम्रोसँग बस्नु, हामी टिकाको दिन आउँछौँ। बहिनी हुन्छ। ए बाबा त्यत्रो बडा भएको छोरो घर कुरेर बस है भनेको त के टेर थियो र? अब कतातिर लङ्गु पूजा खेलेको ठाउँतिर मुन्ट्यो होला नि। यसलाई घरमा त आओस्, यसको गरम नखुस्काइ त कागज छोड्छु त। बडा दसैँमा चाहिँ एउटा खसी ल्याउनु पर्यो है। चोरेर ल्याउनु मैले मासु खानु नपाएपछि आफ्नै मासु खान्छ। त्यसलाई डाका हाम्रो पालामा 100 रुपियाँ खर्च गर्नु पर्यो भने कहिले सोच्नु पर्थ्यो, अहिले 100 रुपियाँ खर्च गर्नु पर्यो पल घर सोच्दैन। यस्ताले प्रगति गर्छन् भन्नाले मैले जानेको छ नि। यो मासुको भाग उठेन, नउठेको मासुको भाग अब तै खा। हेर खसी कत्रो छ, राँगो छ, उठाउनु पर्यो नि त, नउठाइ छिन्छ। अब यसो गर्दा नि हुँदैन, उसो गर्दा नि हुँदैन, भाग त उठिहाल्छ नि। है खसीले काटो, धुर्मे खसीले ले। टपरी काका भाग्यो रे, यता दसैँ लाग्यो, दशा पो लाग्यो। मलाई त मासु चाहिएन केटा हो, धेरै मासु अर्काले खाइसक्यो। ल म त लागेँ, तिमीहरू जे गर्नुपर्छ गर। पण्डित पो हो त। खसी बोका त अब भइगयो, के खान सक्नुहुन्थ्यो? अब पण्डितले अहिले त पण्डित लागेर त लुची खोजी त गाउँमा लुची पाइदियो भनिरहेको। राम 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 के भने दाइ, लुचे त छोइयो भने पनि जनै थनै पखालेर फेरि मै थाइ गरेर फेरि गरेर बस्नु पर्दैन। ए हो र, पैसा त जनै छ है। के छ? तपाईँले पछाडि यहाँ गाउँलाई नै सघाइ पार्छ।
हिजो मात्रै मसँग 2 घन्टा गएर मान्छे त राम्रै थियो होइन होला त्यो त्यस्तो खालको मान्छे नै होइन मान्छे असलै छ त होइन त्यही त भने त्यो मान्छे त्यस्तो गर्ला जस्तो छँदै छैन के भने बाबु त्यही त हैट। यो हो र भने त्यस्तो पो गरेछ ल भइगयो तिमी जाने गरे हामी आउँछौँ त्यस्तो गर्ला जस्तो मान्छे थिएन भने ए बा दसैँ आइसक्यो मती बिग्रियो तासमा सबै पैसा आयो अब के गर्ने होला बा हो नि बा अब दशा लागेको मलाई नि त्यस्तै जुवा तास खेल्ने ठाउँमा कौडा खेल्ने ठाउँमा पुग्यो साथीभाइले खेलौँ खेलौँ भने खेलेको सबै दसैँ मान्ने खेलेकै सबै सिकाइयो त्यो पनि हाल्यो अनि के गर्ने भन्दाखेरि अब के गर्ने भन्नु जस्तो अवस्था छ त्यस्तै गर्ने हाम्रो बाउबाजेले उखाएर हालेको थियो नि घाँटी हेरेर हालिदिने भन्ने हो त्यही बमोजिम आफ्नो घर जे छ त्यही अनुसार दसैँ मान्ने होइन दसैँ मान्ने भन्दैमा तिमीहरूलाई उरल र दुरल गर्ने खसी नै काट्नु पर्ने मासु नै खानु पर्ने नयाँ लुगाइ लाउनु पर्ने भन्ने छ र आफ्नो हैसियत अनुसारको चाड मान्ने त त्यो दुर्गा पूजा मलाई यस्तो गरेर चाड मान्नु उस्तो गरेर चाड मान्नु दुनियाँको अगाडि ढुवा देखाएर चाड मान्नु भनेको छ आफूलाई नयाँ लुगा नलाइकन दसैँ आएको जस्तै लाग्दैन त्यही त भने बा अब मासु नखाइकन दसैँ माने जस्तै हुँदैन आफूलाई के गर्नु तिमीलाई राम्रो लाग्यो भने अनि भाइलाई मासु खाने हेर बाबु यो चाडबाडमा राम्रो लाउनै पर्छ र खसी बोक्यो काट्नै पर्छ दुर्गा मातालाई श्रद्धाले तिमीहरूले पूजा गर भगवान् त्यसैमा प्रसन्न हुन्छ बलि दिनै पर्छ भन्ने छैन मोती माथि बजारसम्म पुगेको थिएँ ल हिँडो जाउँ ल दुगो मौलाजी मौलाउनु घरमा परिवार छोरा छोरी श्रीमती भएर पनि फेसबुकमा आइएम सिङ्गल भनेर कहिले पनि नलेख्नु ल हिँडो काली भद्रकाली कपाली सुन्दर सेवा शिवा जाति सोधा सोधा नमस्ते ल तपाईँ मान्ने बुन्ने भए उनको मान्छे बने आएको करोड सुते सिएम दशरथ ससुर सेवम लागबे अन्तिम कति छ पवने मानन दुर्जोधने सबैले मान्ने बुन्ने भए आज्ञा काम पुरोस् हेरी आयो करोड सुते सिएम दशरथ ससुर सेवम लागबे मानन दुर्जोधने आयो करोड सुते सिएम दशरथ ससुर सेवम लागबे ऐश्वर्यम लगतम गति छ पवने मानन दुर्जोधने विज्ञानी विद्री बहुत भन्दा श्री नारायण सबैले मान्ने बुझ्नु भयो आज्ञा काम पुरोस् ल है त है राम्रो काम भइसक्यो राम्रो ल विकासमा चाहिँ देशमा सुख शान्ति ल्याएको है यो अन्याय अत्याचारी सबै चाहिँ यो हटाएको हो ल सुख शान्ति ल्याएस ल जय होस् ल विकासको मूल फुटाएको हो देशमा विकासको मूल फुटाएको आज्ञा काम पुरोस् देशमा शान्ति ल्याए आयो थोड़ा सुते सिएम दशरथ शत्रु सेवक राघव ऐश्वर्य प्रभु मानव दुर्जोधने सबले मान्ने बुझ्ने भयो
ल अब चाहिँ नि के दुलहमा त दाइनु भयो भयो पुरो सुते सिएम त प्रति शत्रु जिगम रागमी ऐश्वर जिमला खतम गर्दै दुर्योधन विज्ञानी मित्र नारायण ल सबैले मान्ने बुझ्ने भयो छोटो डाइलग है अब समाज सेवा गरेछ है बाबु दिन दुखीहरूको ठुलो सेवा गरेछ यो भनेर के हो सबै देशमा चाहिँ नि अब भयो दसैँमा नै सबैले राम्रो भयो तर काठमा